सो नेपालीहरूलाई चाहिँ थार भन्ने गाडीहरूको मात्र बारेमा रफ आइडिया छ होइन, तर यो सुजुकी जिम्नी भन्ने गाडी चाहिँ कसलाई थाहै छैन कि यो चाहिँ 1.5 लिटरको म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा आउँछ होइन। अनि यो चाहिँ एकदमै हार्डकोर इन्टरनेसनल मार्केटमा पनि एकदम वेल नोन अफ रोडर गाडी हो है। सो यहाँ चाहिँ यसको अल स्पेसिफिकेसन्सहरू छ होइन, यो स्क्यान पनि गर्न मिल्छ। सो अल डिटेल्सहरू चाहिँ यहाँ छ। सो गाडी पनि ओभरअल मलाई चाहिँ यो गाडी चाहिँ एकदमै रफ एन्ड टफ लाग्छ, किन भन्दाखेरि इफ यु जस्ट सी द कार। अब यो चाहिँ गाडीको इन्टिरियर भयो, गाडीको इन्टिरियर पनि एकदमै बेसिक ओल्ड स्कुल नै छ, एकदमै रफ एन्ड टफै छ बिकज यसमा हार्ड प्लास्टिक्सहरू युज भयो एभ्री टाइम। अनि यो चाहिँ यसको म्यानुअल ट्रान्समिसन भयो, 5 स्पिड म्यानुअल ट्रान्समिसन। अनि यो चाहिँ यसको स्टेरिङ विल भयो, डिकट स्टेरिङ विल चाहिँ रहन्छ, सबै म्यानुअलै छ यसमा। अनि अब यसमा अरू कुरा भनेको चाहिँ यसमा लाइट दियो, यहाँ चाहिँ भ्यानिटी मिरर पनि दिएको छ। सो यहाँ चाहिँ भ्यानिटी मिरर दिएको छ। सो यो चाहिँ मान्छेहरूलाई थार भन्ने गाडी मात्र थाहा थियो, तर यो चाहिँ 5 डोर खालको गाडी हो। सो यसमा चाहिँ दिस इज मोर प्र्याक्टिकल कम्पेयर टु द थारै छ। सो अहिले चाहिँ हामी नाडा अटो एक्सपोमा चाहिँ सुजुकीको स्टल भिजिट गरिरहेको थियौँ। सो दिस कार फिल्स टु गुड है, यसमा चाहिँ बोनेट पनि एकदमै मजाले भिजिबल छ है।